वेलकम टु माई च्यानल हिरा मोक्तान भ्लग्स। आज चाहिँ मैले यहाँ बाटोमा आउँदा आउँदै एकजना नेपाली दाजु भेटेकी छु। आज चाहिँ म उहाँको परिचयबाट सुरुवात गर्न चाहन्छु। अब हेरौँ है त उहाँको परिचय। हेलो दाजु। हेलो। नेपाली हुनुहुन्छ? नेपाली हो। ल अनि तपाईँको अब परिचयबाटै सुरुवात गरौँ न त। परिचय दिनुहोस् पहिला। तपाईँको परिचय? मेरो परिचय चन्द्रबहादुर हो। चन्द्रबहादुरको पछाडि के झुन्ड्या? केही छैन हैन। भन्नु न, फुल नेम भन्नुपर्छ कि यहाँ त जापानमा त फुल नेम भन्नुपर्छ कि? चन्द्रबहादुर मोक्तान हो। ए अनि मोक्तानजी भन्दा हुन्छ? हुन्छ दाजु। ल मोक्तानजी, अनि जापान आउनुभएको कति वर्ष भयो त? जापान आएको हिजो भर्खर जस्तो लागेको थियो, तर गन्दै त 12 वर्ष भएछ। अनि तपाईँको यो 12 वर्षको यात्रा कालमा चाहिँ जापान कस्तो लाग्यो त? जापान खतरै लागेको थियो सुरुमा त हैन। हजुर। बिचमा नि ठिकै लाग्दै थियो। हजुर। अहिले चाहिँ अनि झ्याउ लाग्दै आयो अब। अहिले चाहिँ झ्याउ लाग्नुको मेन कारण बताउनुहोस्। अब अहिले नियम फेर्दै आयो नि त। अब काम नलाग्ने नियम पनि अनेक नियम आउला, अनि त्यो अनि झ्याउ लाग्दै आछ अहिले। सपरिवार हुनुहुन्छ कि सिङ्गल हुनुहुन्छ? हेर्दा त सिङ्गल जस्तो देखिन्छ। सिङ्गलै हो नि। आम्मा सिङ्गल हो? ल गाइजहरू, अब सिङ्गल हुनुहुन्छ उहाँ मोक्तानजी चाहिँ, तपाईँहरू कोही छ भने भ्याकेन्सी खुल्ला छ। अनि अब जापान बसाइ कति वर्ष जति बस्ने सोच्दै हुनुहुन्छ त? अब 50 वर्ष जति बस्नु कि भनेको। आमा अझै 50 वर्ष? तपाईँको खास अहिले उमेर चाहिँ कति हो? ल नढाँटिकन भन्नुहोस्, जनता जान्न चाहन्छ। 18 सकेर 19 लाग्ने। ए ठिक छ त्यसो भए। ल अझै 50 वर्ष बनिहाल्यो। ए ल ठिक छ। ल हिरादेवी मोक्तानको भ्लग यही नै आज समाप्त हुँदैछ। नेक्स्ट इन्टरभ्यू तपाईँहरूलाई चाहिएछ भने फेरि कमेन्ट गर्न नबिर्सिनुहोला। हस् त, बाई बाई।